किन मलाई गाल पर्यो उसले फटा काम नगरे गाल पर्छ अलि मेरो भाउ त नि नेले कति काम नगरे उ भाउ पर्छ अहिले स्विच अफ हेलो हाय साथीहरु नमस्ते स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियो अनि च्यानलमा। आज चाहिँ हाम्रो किरातीहरुको महान पर्व उभौली, त्यसैको लागि हामी चाहिँ अब तयारी गर्दै छौं र उता चण्डीथानतिर जाँदै छौं। अनि हजुरहरुलाई बुद्ध जयन्तीको र किरातीहरुको उभौली चाडको धेरै 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 शुभकामना छ। हाम्रो तर्फबाट तपाईलाई पनि शुभकामना छ। बुद्ध जयन्ती उभौली पर्व हाते ढाडक लागेर जाँदै छौं अब। म पनि प्लास्टिक बोकेर हिँड्दैछु साथी। म त यसरी बोकेर हिँड्दैछु, यस्तो ढक्कन बोकेर यस्तो ठाउँमा जानुपर्छ। हामी चाहिँ जङ्गलबाट जानुपर्छ। हामी चाहिँ यस्तो जङ्गल छ हाम्रो ठाउँमा चाहिँ साथीहरू। हामी चाहिँ हाम्रो चण्डीथान आइपुग्यौँ अब। ल यिनै हो साथीहरू। मान्छे कोही हुनुहुन्न अहिले, भरे हुन्छ मान्छे चाहिँ। हाम्रो चण्डीथान, यहाँ चण्डीथान बन्दैछ। यता सिँगार्ने कार्यक्रम हुँदैछ हाम्रो चण्डीथानको। बाबा फुपाजू भएर म चाहिँ यता बाजेहरूको घरतिर गएको थिएँ। यता चण्डीथान नजिकै छ बाजेहरूको घर चाहिँ। अनि बाजेहरूको घरमा जाँदाखेरि चाहिँ बाजेहरूको घरमा चाहिँ धेरै लिचीको बोट छ क्या। अनि एकदम यहाँ बाजेहरूकोमा चाहिँ पुरानो लिचीको बोट छ, किनकि हाम्रो गाउँमा कसैको नआउँदाखेरि पनि यहाँ बाजेहरूको मात्र लिचीको बोट थियो क्या। त्यही भएर यहाँ पुरानो बोटहरू छ। आमामा उता झन् कति लिची पाकेको नि। अर्को पनि यो सबै लिचीको बोट। उहाँ चाहिँ मेरो कति धेरै लिची पाकिसकेको थियो त। त्यही भएर म लिची देखाउँछु है। ल हेर्नुहोस् त लिची कति फलेछ लिची। हो लिची 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 लिची। ल हेर्नुहोस् लिची लिची कति फलेछ लिची। अचार र आलुको लागि, अचार र तरकारीको लागि आलु उसिनेको यो चाहिँ अब छोडाउँदै भन्छ। यहाँ चाहिँ परवलको तरकारीको लागि परवल सुधार्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ चामरे पाक्दैछ, नेवारी चामलको। लास्टमा त मलाई नै अनि आउनु नदिरहेको थियो इन्ट्री, नो इन्ट्री भनिरहेको। नो ड्रेस नो इन्ट्री भन्यो। हाम्रो चाम्रे एक भाडा तयार भयो। अब अर्कोको लागि पानी उम्लिँदैछ। साह्रै राम्रो देख्यो, साह्रै राम्रो। हाम्रो भेनाजुमा मात्रै हुनुहुन्छ यहाँ खट्ने बिचरा भेनाजु। हाम्रो भेनाजुलाई एक लाइक गरिदिनु होला। अब चाहिँ हामी लागेको चण्डीथानतिर सबैजना। अझ यहाँ धेरै मान्छे आउनु बाँकी हुनुहुन्छ, सोली बक्नेहरू पनि हुनुहुन्छ। यहाँ हेर्नु सक्नुहुन्छ सोनी हिँडेको मान्छेको चस्मा खाएको कति हाँस्नु। हाम्रो चाहिँ यहाँ चण्डीथान हो। चण्डीथानमा जाने क्रम जारी भइरहेको छ साथीहरू। तर अहिले धेरै मान्छेहरू आइपुग्नु भएको छैन, अहिले बिहानै छ। यहाँ चाहिँ पूजा गर्नलाई सुरुमा आउँदै हुनुहुन्छ।
फेरि छ साथीहरूलाई चण्डीथानमा कुकुर पनि पो घुम्दैछ पूजा गर्नु सिधै के ल्याएको हुन्छ बसेलीहरू आफूले घरबाट सोलीमा अनि त्यो पनि जानुपर्छ यहाँ पूजा भन्दैन साथीहरू स्यादर पिदार गर्ने ठाउँ हुन्छ स्यादर पिदार गर्ने ठाउँमा धानमा जाने हुन्छ चस्मा भाँचेर हेर्नु साथीहरू चस्मा लाएर सोली बोक्दा घडाप्पै गयो स्यादर पिदार गर्ने ठाउँ हो यस्तो साउन रहेछ चढाउनु पर्छ आफ्नो घरमा फलेको फलफुलहरू पनि चढाउनु पर्छ अनि आफ्नो घरमा बनाएको प्रसादीहरू हामी सुनुवारहरूको चाहिँ अब हुँदैछ आज एकदम राम्रो भइरहेछ मौसम पनि शीतल भइरहेछ अझ धेरैहरू मान्छेहरू आउनु भएकै छैन हामी चाहिँ एकदम पर्खिने क्रम जारी छ तर पूजाहरू चाहिँ हुँदैछ हाम्रो यहाँ साथीहरू यसरी लिनु जानुपर्दैछ यहाँ चाहिँ कहाँको ग्रुप आउनुपर्छ यहाँ आएर बस्नुपर्छ अनि यताबाट चाहिँ लिनु जानुपर्छ यसरी ल्याउनु पर्दो रहेछ धेरै आउँदै हुन्छ पाहुनाहरूलाई हाम्रो यहाँको अनि यो चाहिँ पाहुनाहरू आउनुभएको हाम्रो चाहिँ अर्को ठाउँबाट आएको सुनवारहरूलाई चाहिँ पाहुना भनिन्छ यसरी यस्तो ब्यानर बोकेर आउनुहुन्छ यो कुन ठाउँबाट आउनुभएको त्यहाँको ब्यानरहरू त्यहाँको एड्रेसहरू ठेगानाहरू लेखेर आउनुहुन्छ उहाँहरूलाई चाहिँ पाहुना भनिन्छ पाहुनाहरू यो चाहिँ काला पानी 3 नम्बरको पाहुनाहरू हुनुहुन्छ यो चाहिँ हाम्रो सबैजना पूजा गर्दै घुम्दै हुनुहुन्छ पूजा गरेर यो हामीलाई घुम्ने कार्यक्रम हुँदैछ साथीहरू खाना खाने कार्यक्रम भइरहेछ यहाँ चाहिँ खाँदै हुनुहुन्छ सबैजना पाहुनाहरू सबैजना यस्तै हो बस्ने ठाउँ गाउँघरमा यस्तै हो त्यही पनि यो जङ्गलको बिचमा हुन्छ त्यसैले मान्छेहरू हेर्नुहोस् अतिथिहरू हुनुहुन्छ मलाई अतिथिहरूलाई चाहिँ यहाँ खानपिनको व्यवस्था हुँदैछ मेरो साथहरू हुनुहुन्छ यता चाहिँ हाम्रो नगरको यहाँ भाइ बहिनीहरू खाना बस्नुभएको छ यहाँ चाहिँ कहाँको भाइ बहिनीहरू हेर्नुहोस् मान्छेहरू दुवैतिर हेर्नुहोस् खाजा खाने टाइममा हेर्नुहोस् मान्छे हुनुहुन्छ
यहाँ चाहिँ सबजना दही थाप्दै खाने कार्यक्रम भइरहेको छ। मलाई चाहिँ दही मन पर्दैन, मैले चाहिँ दही खाइनँ। अब दहीमा चौधै खानु त्यो काँक्रा पनि, दहीमा चौधै खानु त्यो काँक्रा पनि। यो त हाम्रो भेनाजुको बिजोक छ बसाइ। ल भेनाजु धान्छ उदा उदा, धान्छेको बसाइ त खतरा छ त भेनाजु। अब हामी चाहिँ खाना कार्यक्रम चलिरहेको छ। त्यसै गरी आसन ग्रहणको क्रम जारी छ। त्यसले गर्दाखेरि हाम्रो अतिथिज्यूहरू सांसदज्यू हुनुहुन्छ श्याम कुमार घिमिरेज्यूलाई सम्मान गरिदिनु होला। प्रमुख अतिथि त्यसै गरी विशिष्ट अतिथि हुनुहुन्छ उनलाई पनि र यो कार्यक्रममा सबैको उसमा चाहिँ शान्ति थाओस् भन्ने शुभकामनाका साथ आफ्नो भनाइ अन्त्य गर्छ। धन्यवाद। हाम्रो अब यो चाहिँ अन्तिम लागेको बेलाको नाचगान। मलाई पनि नाच्न देऊ न, म पनि नाच्नु।
घरतिर हामी हिँड्नु लाग्यो बाटो छोडेर हिँड्यौँ अब हामी हिँड्नु साथी हो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला अनि च्यानललाई लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई साथीहरू।